भेटियो धेरै पछि भेटियो दसैँ कस्तो भयो ल भन्नु दसैँ टीका नभएपछि चिनी नभएको चिया चाहिँ भयो ए र रमाइलो पनि भयो अब सधैँ टीका हुन्थ्यो यो पालि टीका पनि भएन अनि टीका नहुँदाखेरि अब कतिजनालाई मिस गरिन्छ भन्ने कुरा पनि थाहा भयो त्यही भएर अर्को टीकामा चाहिँ सखल अनि हल्का दसैँ कतिको भयो दसैँ लाग्छ यार घरको हप्याक भइसक्यो अब म पनि अलि हप्याकै भइसकेँ दसैँसम्म हो त्यसपछिबाट म पनि एकदम एउटा लाइनमा तर यो फेरि ठेको पनि हो कि दाइ है यो दसैँ आएपछि छोड्छु तिहार आउँछ तिहार आएपछि छोड्छु त्यसपछि होली आउँछ त्यसपछि न्यू इयरमा चाहिँ म छोड्छु कति भयो दाइ यस्तो यो सबै सुरु भएको 6 वर्ष भयो 6 नै वर्ष यस्तै भयो आज राइट गलत बाटो हाल्यो ए बाबा के भयो सबैजनालाई मनदेखि नै सम्झना छ आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम ठिक छु गाइज अनि पूजन दाइ ठिक हुनुहुन्छ एकदम अनि आज हामी कता जाँदैछौँ भन्नु दाइ अब हजुरले अहिलेसम्म फिक्सै छैन यसो कहाँ हुन्छ पुगिन्छ आज एकदम अनप्लान नै भयो फेरि अब केही तयारी नै थिएन हाम्रो अनि दाइ एक्लै निस्किन लाउनु भयो रहेछ अनि दाइले मलाई कल गर्नुभएको थियो अनि खास हाम्रो भोलिको प्लानिङ भइरहेको थियो अनि दाइ आज एक्लै जान लाग्छ भनेर भन्दै हुनुहुन्थ्यो अनि मलाई पनि लास्टै चुकु हानिरहेको थियो र आज हामी दाजुभाइ भएर राइड जाँदैछौँ अनि भन्नु हुइली अब कतिको जान्छ हुइली एकदम बुढो भइएछ स्टामिना घटे जस्तो बिहा गरेपछि पूजन दाइ ल है राइड भन्दा अगाडिको सुरुवात हाम्रो उडन रङको प्लेन लस्सीबाट के को साउन हो दाइ यो के को साउन हो के छ आई यहाँ आउँदाखेरि मात्र अलि बढिया आई यता नि आएर सबै नयाँ भएर हो क्या यो साउन्ड चाहिँ अरू कतै केही होइन हाम्रो पूजन दाइको जुत्ताको हो गाइज अनि तपाईँहरूले उडन ट्रङ्कको बाहिरको देख्नु भएको थियो भने अहिले चाहिँ पछाडिको भ्यू पनि तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम अहिले चाहिँ मेरो तर्कमा चाहिँ अहिलेको वालिङको स्याङ्जा भोरीको चाहिँ सबैभन्दा बेस्ट क्याफे चाहिँ हाम्रो उडन ट्रङ्क हो जस्तो चाहिँ मलाई पर्सनली चाहिँ मलाई लाग्छ अब तपाईँहरूलाई चाहिँ कुन लाग्छ सबैको आफ्नो विचार हो तर अहिले चाहिँ देख्न सक्नुहुन्छ गाइस तलदेखि लिएर सबै तलदेखि लिएर यहाँसम्म हाम्रो फिक्स भयो हामी चाहिँ गाइस जाँदाखेरि चाहिँ बाँटारी हुँदै बाँटारीबाट अकला मन्दिर अकला मन्दिरबाट सिर्सीकोट मैदान सिर्सीकोट मैदान हुँदै राम्चे डाँडा घुमेर राम्चे डाँडाबाट चाहिँ हामी डुम्रे बन्जिङ हुँदै झर्नेवाला छौँ टाइम भयो भने हामी छरे झर्ना पनि जानेवाला छौँ ल है पूजन दाइ ओहो छुट्टै राइड भनिसकेपछि दसैँ अगाडि नै जान एकदम धेरै मन थियो वालिङ आउने बित्तिकै ओहो दसैँ आउने बित्तिकै नै एकदम जान मन थियो तर टाइमिङ नै अब सबैले अब आफ्नो फ्यामिलीलाई टाइम दिन पर्ने अझै पनि दसैँ सकिएको छैन नि त आज दसैँको भोलिपल्ट अनि हामी चाहिँ अचानक नै हिँड्यौँ अघि पनि भनेको थिएँ मैले आज कडा होला जस्तो हो
पूजन दाइको र मेरो यो रामपुर पछिको बल्ल हो क्या हो सर्ट एन्ड स्विट चाहिँ हामी गइरहेको थियौँ तर लङ तरिकाले चाहिँ पूजन दाइको र मेरो चाहिँ यो सेकेन्ड टाइम दोस्रो पटक हो पहिलाको वर्ष अनि यो वर्ष ट्रवालिङको माहौल पनि देख्न सक्नुहुन्छ गाइज अहिले भिडभाड हुन लागिसकेछ अब कस्तो भन्दा अब हाम्रो त मामा घर नजिक छ नि त अब दसैँमा चाहिँ मामा घर जाने अनि अब आफ्नो इष्टमित्रलाई भेट्न जाने चलन छ नि त अनि टाढा हुनेलाई चाहिँ झ्याउ हुने क्या अलि अब टाढा घर हुनेलाई चाहिँ अब बुटोल पोखरा काठमाडौँ हुनेलाई त अब भोलिपल्टै हिँड्न पऱ्यो नि त अनि त्यही भएर पानी पऱ्यो भने एकदम समस्या हुने अब हामी नजिककोलाई त केही पनि हुँदैन अब टाढाकोलाई झ्याउ हुने के खै कुन्नी दाइ ल जाम जति जे भए पनि आफ्नो प्यारो हाम्रो हस्पिटल हो नि हाम्रो बाइकको जहाँसुकै भए पनि होइन हाम्रो बाइकको हस्पिटल हो चेकअप गर्ने ठाउँ एकपल्ट त छिर्नै पऱ्यो स्टामिना घटेर होइन है बुढोको मलाई बिहा गर्छ घट्यो होला भन्छ आगो चौकीतिर एकदम ख्याल गर्नुपर्ने हुन्छ चेकिङ पनि हुन सक्छ ख्याल गरेर बिस्तारै बिस्तारै हिँड्नुपर्ने हुन्छ हैट तेरिका त के साह्रो भिडभाड हो आज हैट बिस्तारै 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 आज अनप्लान भएको नै दामी हुने के प्लानिङ गरेर हिँडेको के मिल्थेन हामी चाहिँ अब हाइवेलाई बाई बाई गर्दै हामी अब तलतिर हुँदै जानेवाला छौँ अब चाहिँ हामी हाइवे छिर्न पर्दैन है तेरिका त अब मजा हुन्छ ल यो पुलमा एक जलमा हेर्नुपर्छ है दाजी यो पुलमा धेरै कम भएको चाहिँ स्टामिना अघि त एकछिन त हुत्ता त भइरहेको थियो हेरौँ न त्यही पनि दाइको खाली पनि छ पुल लभले जाम ढुक्क दाइ ढुक्क यता लेफ्ट जान्न के आज भोलि त कति सक्ने हो त नि यो शरीरले होइन गाइस कति सक्ने हो भनेको के कति सक्ने हो र अहिलेसम्म हामी बाइटारीमा तल्लो बजारमा दाइ पूजन दाइ यताको बाटो जाम आउनु यता यो भित्री बाटो जान पर्यो आउनु यताबाट जाम न आउनु हिँड्नु यहाँबाट भित्र हिँड्नु यो चाहिँ एकदम सिक्रेट बाटो हो कि यहाँको यताको मान्छेहरू त सबैलाई नै थाहा छ तर मलाई यो बाटो हिँड्दाखेरि सेम काठमाडौँको गल्ली हिँडेवाला भाइब्स आउँछ क्या यता कुकुरहरू जसेको अनि बाइटारीमा एकदम है बाइटारी चाहिँ मेरो एकदम प्यारो ठाउँ हो मैले भ्लग सुरु गर्नभन्दा पहिल्यैदेखि नै बाइटारीलाई चाहिँ एकदम पहिल्यैदेखि नै एकदम राम्रो लाग्छ मलाई बाइटारी मेरो लागि एकदम स्पेसल ठाउँ हो जस धेरै यादहरू छ बाइटारीबाट भिडियो हेर्दै हुनुहुन्छ भने सबैजनालाई एकदम धेरै माया छ अनि अपिल भाइको घर पनि बाइटार नै हो गाइस उसको घर पनि यतै हो ऊ यहाँबाट हो क्या आउने वालिङ यतातिरको बाटो पनि अहिले धेरै राम्रो भइसकेछ तर पहिला भन्दा चाहिँ जस राम्रो भएको छ भाइ पूजन दाइ अपिल आएर चाहिँ भेटेर जाऊँ है हुन्न अपिल यही हो कि गाइस अपिलको घर अपिल साना बाबु अपिल के छ मछली मोडमा आइज है नमस्ते अङ्कल सन्चै हुनुहुन्छ हामी यसो मासतिर गाउँतिर डुल्न हिँडेको अङ्कल ठिकै हुनुहुन्छ के अरे सुत्दै थियो कि जानी हो होइन रेस्ट गर कतिखेर आयो ए ल रेस्ट गर अहिले आएर भेटौँ ल है हामी दुईजना त हिँडेको साना के भयो तिमीलाई भन त तिमी त अचानक जान्छु भन्यौ भन त कहाँ थियौ तिमी म सुत्दै थिएँ दाइ सुत्नभन्दा अगाडि कहाँ थियौ किन ड्युटी थियो ल तिमी आफै भन नि त के कसो ऊ चाहिँ एकदम मलाई नै नरमाइलो लागिरहेको कि ऊ चाहिँ कस्तो भन्दा उसले चाहिँ बारटेन्डिङ गर्छ गाइज अनि बारटेन्डिङको क्लास सकेर अहिले चाहिँ अब जबमा लागेको छ अनि
दसैँको दिनमा नि ड्युटी परेको क्या भाइ एकदम बाहिरै भयो जस्तो भाइले नेपालमै बसेर लियो अपिललाई सोझो देखेर एकदम गरे जस्तो माने कि नत्र दसैँको दिन चाहिँ छुट्टी दिन पर्थ्यो जस्तो चाहिँ मलाई लाग्छ। अनि आज चाहिँ छुट्टी रहेछ। हिजो अस्ति गएको थियो भाइ अनि भनिरहेको थियो दुःख पोखिरहेको थियो भाइले नरमाइलो लाग्छ नि त होइन दसैँको दिन पनि उहाँ अनि बत्तल घुमाउनु परेपछि रिस उठ्छ नि त होइन भन्दा त्यही बत्तलले हानेन त। अब चाहिँ हामी अपिल भाइ म र पूजन दाई भएर जानेवाला छौँ। अपिल जान्छन् कि जान्नन् भन्ने फिक्स नै थिएन। भाइलाई कन्ट्याक्ट गरेर पनि हामी आएको थिएनौँ र जाने हो। कतिको दिन यो हेर्नु है पूजन दाई के भन्यो सुन्नुभयो अगाडि त मै यो अरे स्टामिना वेलकम भयो नि अपिल दाईको अहिले। दोस्रो बाटो तेस्रो आइसकेपछि फेरि है तेरिका त आजको मौसमले पनि हामीलाई एकदम साथ दिएको छ। न गर्मी न जाडो हल्का फुल्का पानी पर्ला जस्तो गरेर आएको छ। तर त्यस्तो खासै अरू चाहिँ केही छैन। रमाइलो छ आजको हिँड्दा पनि चिसो हावाले हानिरहेको छ। भजन कीर्तन रहेछ नि त। पूजन दाइले एक डान्स बनाउनु पर्ने हो के अरे उता टाउका लाग्यो पूजन दाइले भाइस सङ्गीत भनेपछि यति भाइस आउँछ पूजन दाइलाई। लभली पूजन दाइ अब आउँछ मजा तेरि ओहो ख्याल पनि गर्नुपर्ने हुन्छ गाइस। बाटो डेन्जर भन्दा पनि डेन्जर छ। पूजन दाइ अफरोड नरहेछ न झट्टै अपिल भाइ कडा कडा लभली ठिक छ 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 लेफ्ट 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 ल जाम 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 पछि नै हिँड्छु म। ल जाम 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 हिँड 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 ल हिँड्नु लभली बाटो अलि साँगुरो है ख्याल गर्नु है दाइ। आम्मा लभली अपिल भाइ त के हो घरतिरको बाटो भएको त के हो आगे अपिल भाइलाई जिताउँ है त। अपिल भाइलाई जिताउँ है त। सकिन्छ कि सकिन्न है त। लभली पूजन त कस्तो पगाल जाम न जाम जाम न भेटिन्छ कि भेटिन्न है हल्का दिइराख भाइ ओहो हेर्नु त नर्मल बाइकहरूलाई कति गाह्रो हुन्छ यस्तोमा झुक्काइदिनु हुन्न। हेर्नु न कति गाह्रो छ बाटो हेर्नु न हेर्नु त कति गाह्रो छ बाटो ओहो धेरै पो चलाएको भएर होला मेरो त हात पनि पचात भइसक्यो। जाम 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 लेट्स चेक गाइज लेट्स चेक सकिन्छ कि सकिन्न। झाप्पाए पनि राम पार्नुहुन्न घुम्तीहरूमा एकदम ल हो र सिजन ब्लग्समा छौ है तिमीहरू सिजन ब्लग्स सिजन ब्लग्स सिजन ब्लग्स ल ल ल है कस्तो लागिरह यसरी हिँड्दा तिमीहरूलाई ह्याप्पी दसैँ गाइज। पैसा कति कति कमायौ अनि तिमीले आमा यो भाइको माग बढी रहेछ है भनेपछि मामा घर हो कि घर हो तिमीहरूको यता मामा घर अकला ए हो ल है त ल ल ल ल ल त्यही हो गाइस कसैलाई राम्रो लाग्छ कसैलाई नराम्रो लाग्छ भाइहरूको आँखामा हेर्नु न कस्तो दामी देखिरहेको थियो
आमा धेरै अगाडि पुगिसक्यो क्या हो गाइजहरू। बुवा नि गुरुङ हो नि होइन? गुरुङ हो। तिमी गुरुङ भाषामा बोल त बुवासँग। बोल त सन्चै हुनुहुन्छ भनेर सोध न। बोल सन म ठिकान म बा भलागर म बा पनाङ टिभी खाम कि। अनि बुवा कति वर्ष हुनुभयो हजुर? भत्ता खाने 2 वर्ष। ए भत्ता खान 2 वर्ष है। अब त कुर्नी बेला हुन लागिसक्यो होइन बुवा? ए ल ठिक छ। अनि आरामै हुनुहुन्छ? अनि कहाँ हो हजुरको घर? मैदान तिम्रो नै गाउँ हो है? बाबर छक्कै। ए साक्कै बाबर छ। ए अनि कस्तो छ यहाँको? अरू केही भन्न पर्दाखेरि तिम्रो सिरसिकोट मैदानको बारेमा केही भन्न पर्दाखेरि केमा अझै लोकप्रिय छ ल भन। तिम्रो गाउँको बारेमा तिमी आफै नै भन। जस मलाई चाहिँ कस्तो लाग्छ भन्दा हामी चाहिँ योभन्दा अगाडि चाहिँ हामी अस्ति हो कि निका अस्ति चाहिँ हामी आएको थियौँ गाइज माथि रमाइलो हुँदाखेरि। अनि यो ठाउँमा पनि है हुन्छ नि त अझै पनि अब गुरुङ जातिहरू धेरै हुनुहुन्छ। अनि यहाँ चाहिँ अझै पनि कला धर्म संस्कृति चाहिँ अझै पनि आफ्नो बचाएर हिँडिराख्नु भएको छ। त्यो नै ठुलो कुरा हो। अहिले अब हुन्छ नि त धेरै मोडर्न जमाना आइसकेको छ नि त। तर यो टाइममा पनि अब सबैजनाले आफ्नो अब धर्म मानेर हिँड्नु भएको छ। नाच पनि त्यही अनुसारको हुन्छ। त्यो चाहिँ मलाई दामी लाग्यो। अस्ति आएको थिएँ कोले पनि मलाई देख्नु भएको थियो, जसले पनि मलाई देख्नु भएको थियो। अनि भन ल अरू केही? बोलो आज त कडा छ त। के होम रोड भएर हो क्या? घरतिरको रोड भएर हो क्या यस्तरी चलाइदिएको? हेर्नु न गाइस गाडीवाला कति गाह्रो छ जानलाई। मान्न चाहिँ मान्न पर्छ है महिन्द्रा गाडी चलाउने ड्राइभरहरूलाई। ल हामी आइसकेको छौँ सिरसिकोट मैदान। प्रवेश गरिसकेको छौँ हाम्रो अबिल भाइको गाउँ। रमाइलो लाग्छ मलाई यो ठाउँ, एकदम दामी छ। अस्ति हामी आउँदाखेरि बेलुका आएको थियौँ हामी त्यतिखेर। यहीँ आइसक्यो बेलुका रमाइलो हुने। अहिलेदेखि बनाउँदै हुनुहुँदो रहेछ। ल सही 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 हो। हेत्तेरिका त कहाँ हो हामी बस्ने खास? कि पहिला हामी उता जाने हो? पहिला म त एकछिन रेस्ट गर्ने होला भनेको त। ल ल ल जाम 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 म त एकछिन यहीँ रेस्ट गर्ने होला भन्दा यी भगवान् आज अपिललाई। गलत बाटो हालियो, गलत बाटो हालियो, गलत बाटो हालियो। ए बाबा के भयो? आऊ 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 क्या अड्किरहेको? आऊ 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 साना के भयो? हिँड 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 अगाडि हिँड ल, अगाडि हिँड हिँड हिँड। कुर्न पनि पऱ्यो नि फेरि होइन, बाइकहरू फेरि डट बाइक कतिखेर के हुन्छ मेसै हुन्न। त्यही भएर सबै कुराहरू मिलाएर हिँड्नुपर्छ, पत्तैको पत्तै गरेर नि भएन नि त होइन। अनि लभली पुजन दाइ हाम्रो यो ब्रदरहुड चाहिँ लभली हो क्या होइन? जस एउटालाई केही पऱ्यो ल जाम 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 जाम।
चुई 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 भएको सामान आउने भयो हिँड्नु 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 न हिँड्नु अनि हाम्रो पूजन दाई सलमान खानको फ्यान हो कि होइन दाईको चाहिँ हामीले एक चाहिँ तेरे नैनाको स्टेप अब जहिले पनि गीत आएको सुनिनी एक चाहिँ अब हामीले पूजन दाईको चाहिँ तेरे नैना नैनाको स्टेप मलाई गीत त त्यति मजाले त आउँदैन तर हामीले हेर्नेवाला छौँ हाम्रो पूजन दाईले देखाउँदै हुनेवाला हुनुहुन्छ ल है त ल तेरे नैना नैना तेरे नैना नैना एकदम माइन्ड नै लास्टै फ्रेस भएको छ मन्दिर आइसकेपछि मन नै हल्लुङ्गो र अब हामी यहाँबाट निस्केर अब चाहिँ हामी जाँदैछौँ सिर्सीकोट आमा हजुर डाँडा भन्ज्याङ काटेर म भुल माया किन होला जाउने मनमा कस्तुरी मात्रै सम्झन्छु तिमीले लभली मलाई चाहिँ यहाँ सिर्सीकोट मैदानको चाहिँ कम्युनिटी चाहिँ एकदम दामी लाग्यो अब बेलुका प्रोग्राम हुँदैछ नि त अनि सबैजना मिलेर चाहिँ एकअर्कालाई सहयोग गरिराख्नु भएको छ एउटा हुन्छ नि त एउटा रमाइलोको लागि एउटा रीतिरिवाजदेखि लिएर सबै कुराहरू छ त्यो नै एकदम ठुलो कुरा हो मलाई चाहिँ एकदम राम्रो लाग्यो छोडेर जान त मन छैन तर जानै पर्ने हुन्छ भेटौँ है त सकिन्छ कि सकिन्न अगाडि जाऊँ है त सकिन्छ कि सकिन्न गाइज Alright, lovely. ओहो आज
लभली अपिल आउँदैछु म डेन्जर साँगुरो के बाटो दसैँको माहौल गाडी अनिखेरि भत्तै आउन सक्छ बिस्तारै 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 lovely finally guys हामी आइसकेको छौँ राम्चे डाँडा लभली 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 हात तेरिका त लभली र भ्यू देख्न सक्नुहुन्छ गाइज राम्चे डाँडाको ए अहिले त पिङ्क नरहेछ नि त है लभली कस्तो मजाको देखिन्छ कि यहाँबाट ठाउँ तपाईँहरू प्रत्यक्ष देख्न सक्नुहुन्छ गाइज यहाँबाट सबै देखिन्छ कि यतातिर पर्वत भयो माथि काउले अनि यता हाम्रो ठाउँ यता पर्वत भयो गाइज यता स्याङ्जा यता स्याङ्जा त्यो बाहुनथान गाइज बाहुनथान यहाँ त बाहुनथानी देखिन्छ हल्का वालिङ बजार लभली तू मुझसे प्यार करती है या नहीं अघिदेखि म आएर यहाँ के गरिसकेँ गाइज यिनी फोनको फोनमा छन् के भइरहेछ ल भन के हो कोसँग हो ओहो साथी होइन कति गाह्रो मान्छे धेरै राम्रो भएपछि है ए रुममा गएर कल गर्छु होइन हामी चाहिँ आयौँ राम्चे डाँडामा आएर अनि सर्ट्सहरू बनायौँ तपाईँहरूले गएर इन्स्टाग्राममा पनि हाम्रो हेर्न सक्नुहुन्छ सिजन ब्लग्स हाम्रो पूजन दाईको अनि हाम्रो अपिल भाइकोमा पनि गएर हेर्न सक्नुहुन्छ अनि म इन्स्टाग्रामको लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखेको हुन्छ यदि राम्रो लाग्छ भने तपाईँहरूले गएर हाम्रो पूजन दाईको त बिहा भयो पूजन दाई कटा पेलेको होइन केही हुन्न तर अब तपाईँहरूले गएर राम्रो लाग्छ भने पूजन दाईलाई पनि फलो गर्न सक्नुहुन्छ र हामीसँग चाहिँ हाम्रो दाईहरू भेटिनु भएको छ दाईको नाम भनिदिनु न दाई दुर्गा दाई म त दुर्गा दाई अनि हाम्रो दाईको नाम भनिदिनु हेलो म सागर थापा ल हाम्रो सागर दाई हुनुहुन्छ अनि दाईको नाम खेम दाई अनि हजुरहरूको घर चाहिँ कतानिर भन्नु यही हो नजिकै हाम्रो यहाँबाट भन्छ यो नपोखरी भन्छ डोबाटे डोबाटे हो
त्यही भएर यसो रमाइलो आज चाहिँ नि यसो दसैँको भोलिपल्ट यसो रमाइलो गरौँ भनेर आएको ठ्याक्कै भाइहरूसँग भेटिहाल्यो कि फेरि जस कस्तो कम्बिनेसन मिलेको कि गाइज हुन्छ नि त अब दाइ अनि आउनुभएको अनि हामी तिनजनाको फोटो पनि दाइहरूले खिचिदिनु भयो दाइहरू एकदम गुड हुनुहुँदो रहेछ अनि के छ दाइ 16 पर्यो नि त हो दाइ एकदम चिनिन्छ दाइ दाइहरू एकदम मजाकिलोको हुनुहुँदो रहेछ र अरू केही भन्न चाहनुहुन्छ दाइ एकदम ठिक छ यो हजुरहरूको ठाउँको बारेमा थोरै भन्नु न अहिले त पहिले भनिसक्यो रामचे डाँडा तर कहाँ हो रामचे डाँडा भनेको यो शीर्षकोट हाम्रो वालिङ 12 को रामचे डाँडा यो छापा गाउँमा अवस्थित छ जस यहाँ रमणीय स्थल जस्तो यता पर्वत राम्रोसँग देखिन्छ यता वालिङहरू देखिन्छ बाइटेरीहरू ट्याक्क जोस एउटा सङ्गम स्थल जोस रमाइलो छ त्यति हो भन्ने अरू के हो र यो ठाउँको लागि ठिकै छ यहाँ पिङ छ यो सबै चिजहरू छ फोटो खिच्ने ठाउँहरू होइन मैले धेरै दाइहरू भेटेको थिएँ गाइस तर 16 वर्षको दाइ चाहिँ फर्स्ट टाइम भेटेँ मैले मै 23 पुग्यो क्या र अब प्रत्यक्ष तल पनि देख्न सक्नुहुन्छ गाइस तल चाहिँ डुम्रे भन्जिङ अहिले हामी झर्नी भनेको चाहिँ यही बाटो हो तर रात चाहिँ हामी एकदम यहाँको छुट्टिन एकदम निस्किनै मन लागिरहेको नै छैन त्यही भएर अझै हामी यहीँ बसिरहेको छौँ पुजन दाइ कति फिलमा हुनुहुन्छ गाइज त्यहाँ बसेर आनन्द गीत सुन्दै बसिरहनु भएको छ अनि यता टिकटक पनि बन्दैछ यताखेरि अनि ल रमाइलो भइरहेको छ गाइज अनि यहाँबाट तलको यो पर्वत जाने बाटो हटिया जाने बाटो यसरी भयो वालिङ जानको लागि चाहिँ हामी खास यहाँ तल निस्केर डुम्रे भन्जिङ निस्केर डुम्रे भन्जिङबाट यताको बाटो हुँदै यस्तरी हुँदै हो त्यो बाटो हुँदै पुग्ने वालिङ उहाँ हो गाइस र अहिले चाहिँ हामी यहाँ छौँ एकदम सोचेको भन्दा पनि डेन्जर रमाइलो भयो अपिल भाइ पनि क्या टाइमिङमा आइरहेको अनि कस्तो मजा भइरहेको अब दुईटा गाइज अर्थिङ जाम एकछिन अब यहाँ सबै कुराहरू पुग्यो तर पुजन दाइको एउटा चुप्पको गीत चाहिँ सुन्न बाँकी नै छ भन्छु म चाहिँ र हामी अब सुन्दैछौँ हाम्रो पुजन दाइको गीत एकदम चुप्प पारामा ल एउटा मेरो सञ्जीव दाई भन्ने हुनुहुन्छ क्या पोखराको त्यो दाईले चाहिँ हाम्रो सलमान भाइको कर्म भन्ने गीत र के अरे किरण भन्ने गीत चाहिँ रेकर्ड गरिदिनु भएको दाईले कम्पोज नि गर्नुहुन्छ आफूले पनि गर्नुहुन्छ अनि दाईको एउटा गीत गीताउँछु म यस्तो छ भन्दाखेरि मुटुको कुनामा भन्ने हल्का रेगे भाइबमा छ अनि त्यसो सोच पनि सक्दिन फेरि तिमी बाहेक म अरू कोही तिमी बिना कसरी बाँचुला रुखेर भए पनि आइदेऊ सुटुक्क तिमी भगाइ लिएर जाउँला नौ डाँडा काँडा पारी सातवटा समुद्र काटी माया भए बेगिलै बनाउला लभली एकदम सञ्जीव दाईको गीत चाहिँ मलाई पनि एकदम दामी लाग्यो एकदम दामी गीत हाम्रो पुजन दाईले सुनाउनु भयो एकदम कमी भइरहेको थियो अब टाइमिङले नि कस्तो फरक पार्ने क्या दाई है के भन्नुहुन्छ यो टाइमिङलाई दाई टाइमिङलाई चाहिँ मैले दोष दिँदिनँ पहिलासम्म चाहिँ दिन्थेँ अहिले चाहिँ दिँदिनँ वाट इट ह्यापन्स एकदम राम्रोको लागि नै हुँदो रहेछ सबै कुराहरूमा खोट लगाएर चाहिँ आफूले त्यो एउटा एक्सक्युज दिँदो रहेछ क्या अरूको लागि यो त जे कुरामा पनि यसलाई चित्तै नबुझ्ने भन्ने टाइपको त्यो चाहिँ अब गर्न भएन भन्ने मैले आज बुझेँ अहिले चाहिँ रात पर्न लागिसकेको छ र हामी चाहिँ हाम्रो चाहिँ सोच चेन्ज भयो हामी चाहिँ अब रमाइलो छ नि त हाम्रो अबिल भाइको गाउँमा शीर्षकोट मैदानमा अनि गएर त्यही बस्ने कुरा भएको छ एकछिन बस्ने कुरा भएको छ हेरौँ गाइस अब फेरि बस्न पनि सकिन्छ फर्किन पनि सकिन्छ बिस्तारै जान्छौँ जुन बाटो हामी आएको थियौँ त्यही बाटो नै हामी फर्किनेवाला छौँ अनि हल्का फुल्का मसिनो पानी परिरहेछ गाइस मन्दको पानी परिरहेको छ गाइस प्रत्यक्ष देख्न सक्नुहुन्छ अब पुजन दाइलाई वा
जहिले नि गीत त सुनिरहेको तर अब दाइको डान्स पनि हामी एकदम प्रत्यक्ष रूपमा हेर्दैछौँ र हामी सँगसँगै आज हामी हेरिरहेछौँ।